फ्री फायर पबजी खेलेर तपाईको बच्चाहरू पनि साह्रै दुःख दिएको छन् भने नवलपरासीको निशान्तको यो घटना हेर्नुहोस्। सामान्य घर परिवारमा हुर्केको निशान्त बिस्तारै फ्री फायर खेल्न थाल्छ। उसको बुवा आमालाई यो कुरा पटक्कै मन पर्दैन। एक दिन उसको बुवाले उसलाई फ्री फायर खेलेको भन्दै बेसरी झपार्नुहुन्छ। अरूका छोराछोरी फुटबल क्रिकेट विभिन्न गेमहरू खेल्छन्, तैँले यो मोबाइलमा खाली फ्री फायर पबजी के खेलेको त खुर्को गएर पढ। निशान्त आफ्नो बुवाको गाली सुनेपछि गएर कोठामा लुकेर फ्री फायर खेल्न थाल्छ। निशान्तको पढाइ पनि एकदमै राम्रो थियो। ऊ फ्री फायर खेल्न साथै पढाइलाई पनि सँगसँगै लिएर जाने गर्थ्यो। पढाइमा अब्बल भएका कारण ऊ एकदम मेहनत साथ पढाइ पनि पढ्ने गर्थ्यो। एक दिन अचानक निशान्त खुसी हुँदै ऊ आफ्नो बुवा समक्ष आउँछ, भन्छ, बुवा मेरो कमाइ लिनुहोस्। बुवा रिसाउँदै भन्नुहुन्छ, तैँले कहाँबाट कमाएर लिएर आइस? चोरेर त लिएर आएको होइन, यो पैसा कहाँबाट लिएर आएको छिटो भन्। अनि निशान्तले भन्छ, बुवा यो पैसा मैले फ्री फायरबाट कमाएको हो। फ्री फायरको गेम खेलेको भिडियो युट्युबमा राखेर युट्युबबाट कमाएको हो। यसरी नै हामीले टुर्नामेन्टहरूबाट पनि फ्री फायरको पैसा कमाउन सकिन्छ। कुनै पनि गेम नराम्रो हुँदैन बुवा, सबै गेम जस्तै फ्री फायर पबजी पनि एउटा गेम मात्र हो। यसलाई सही सदुपयोग गरेर मान्छेले मनग्गे आम्दानी कमाइरहेका पनि छन्। यति भन्ना साथ बुवा भकानिन्छ र आफ्नो छोरालाई अँगालो हाल्दै भन्छ, बाबु म गलत रहेछु, मैले त फ्री फायरलाई एउटा नशा सम्झिरहेको थिएँ। अरू गेम जस्तै फ्री फायर पबजी पनि एक किसिमको गेम हो। यसलाई सही सदुपयोग गर्ने हो भने हामीले पनि यसबाट आम्दानी लिन सकिन्छ। त्यसकारण कुनै पनि चिजको सदुपयोग गरौँ, दुरुपयोग होइन। जय नेपाल।